हाई एभ्रिवान, आज चाहिँ मेरो सेकेन्ड भिडियो आउँदैछ। सेकेन्ड भिडियोमा पनि आज म खान्छु नै होइन। आज खाऊँ हामी भेज करेन्ट है। भेज करेन्ट नुडल्स चाहिँ मुकबाङ गरौँ, मुकबाङ जस्तो भनौँ न होइन। अहिले चाहिँ मेरो केही कन्टेन्ट छैन है त, कन्टेन्ट केही नभएको कारणले म खाइरहेछु। अनि हजुरहरूले के कन्टेन्ट बनाउनु भनेर मलाई रिकमेन्ड गर्नुहोस् होइन, कमेन्ट गर्नुहोस् मलाई। अनि त्यसपछि म त्यही अनुसारको कन्टेन्टहरू बनाउँछु। अहिलेलाई चाहिँ जस्ट खाउँ मात्रै होइन। यो सेकेन्ड भिडियो हो। धेरैजनाले चाहिँ एउटा भिडियो मात्रै बनाए, किन बनाएको, अर्को भिडियोहरू चाहिँ किन नहाल्नु भएको भनेर सोध्दै हुनुहुन्थ्यो। सो उहाँहरूको लागि म फेरि पनि खाएर नै भिडियो बनाउँदैछु। ल कन्टेन्टहरू चाहिँ हजुरहरूले मलाई भन्नु है त कमेन्ट बक्समा आएर। अनि अब यो चाहिँ अब हामी जाउँ यो पकाउने तर्फतिर। अनि म पकाएर आएर अनि खाएर खान्छु है त, त्यति हो। हाम्रो भेज करेन्ट चाहिँ पाकिसकेको छ। यसलाई अब हामी मिक्सअप गर्ने काम गरौँ। यो सबै चाहिँ म मोलेर हजुरहरूलाई देखाउँछु है त। लु गाइस, यो चाहिँ मिक्सअप भएर रेडी भइसकेको छ। अब यसलाई चाहिँ खानुपर्छ। त्यहाँबाट हेर्दा अलिकति कम देखिया होला होइन, तर दुईवटा हो मैले बनाएको, तर कमै हुँदो रहेछ दुईवटा पनि है। तर यसको कलर चाहिँ हल्का लाइट आउँछ होइन, अर्को त्यो करेन्टहरूको जस्तो आउनु। करेन्ट डबल एक्सहरूको चाहिँ अलिकति रातै आउँछ, अनि चाहिँ हल्का लाइट आउँछ। तर यो हल्का पिरो पनि फेरि कमै हुन्छ है यसमा चाहिँ। अब म स्टार्ट गर्छु है त। खाएँ ल, सबैजनालाई देखाइ मिठो हुन्छ क्या यो। अरू करेन्टहरू चाहिँ पिरो ठाँस्स हुन्छ भने यसमा चाहिँ हल्का अमिलोहरू टेस्टहरू आउँछ होइन, मिठो हुन्छ। हाँस उठिरहेको छ आज मैले के गरिरहेको छु भनेर क्या, म आफूलाई हेर्दै हाँस्दैछु है। सो गाइज, यो चाहिँ मेरो चाहिँ फेरि अनकट भिडियो हुनेछ है त, अनकट भिडियो हुनेछ। कुनै पनि कट गरेर बनाउँदिनँ म, हजुरहरूको छेउमा खान्छ है। अझ टाइमिङ राखेर पनि च्यालेन्ज गर्नुपर्ने है, तर मैले राखिनँ। कति मिनटमा कति सकाइसक्ने भन्ने हुन्छ नि। अरू बेला अब मेरो बहिनीहरू भए बेला गर्छु त्यो चाहिँ। अनि अहिले चाहिँ जस्ट एक्लैले खाऊँ। त्यही पनि हेरौँ न कति टाइम लाउँदो रहेछ मैले खानालाई। बोल्न चाहिँ मलाई त्यति साह्रो आउँदैन, त्यही पनि म कुचुर मुचुर गर्दै बोल्दैछु। छुपा रुस्तम रहेछ कि हेर्दाखेरि चाहिँ यति देखेको होइन, तर यो भित्रभित्र यति धेरै छ कि यो खाइसक्नु त टाइम लाग्छ जस्तो छ। के उखान्थ्यो नि एउटा, मलाई आउँदै आएन कि भन्नु नै आएन। ए छोटा प्याक बटा धमाका भने जस्तो क्या। हेर्दा चाहिँ थोरै देखेको छ यहाँनिर होइन, तर धेरै रहेछ क्या। तर गफ नगरिकन म छिट्टो खान्छु है त, किन यसमा देखाइरहनु पनि केही छैन होइन, जस्ट एउटा करेन्ट त हो। पापै लाग्छ होला है मलाई त्यस्तो देखा खाँदा त, किनकि राति खाँदैछु अनि राति नै अपलोड हुन्छ नि त मेरो भिडियो। अब मैले पनि अरूको भिडियो राति हेर्दाखेरि चाहिँ जहिले राति आउँछ भनेर गाली गर्थेँ नि त। दिउँसो चाहिँ कहिले भिडियो आउँदैन, जहिले राति आउँछ। जब क्रेभिङ हुन्छ नि, अब जब राति हुन्छ पसल बन्द भइसक्छ अनि तब आउँछ क्या यस्तो मुकबाङ गरेको भिडियोहरू, झ्याम लगाएर खाइरहेको भिडियोहरू चाहिँ राति आउँछ। त्यही भएर चाहिँ अब मलाई नि कतिजना गाली गर्ने हो थाहा छैन। खानु त टाइम लाग्ने रहेछ। हजुरहरूले मलाई सजेस्ट चाहिँ गर्नु है, के को भिडियो बनाउने, कति बनाउने, अनि कस्तो कन्टेन्टको बनाउने भिडियो भनेर सजेस्ट गर्नु। कस्तो खालको भिडियो हेर्नु मन लाग्छ हजुरहरूलाई, त्यो अनुसारले सजेस्ट गर्नु है त मलाई। मैले यही चिजमा त कचेरी भन्छ कि भन्दै गर्नु पऱ्यो होइन। कसैले भिडियो स्किप गरेर हेरिरहेको हुन्छ, एकैचोटि लास्टको हेरिरहनु हुन्छ भने उहाँहरूले पनि सुन्नुहुन्छ नि त। सकिनलाई अब चाहिँ
कस्तो बजेको थाल यत्रो खाँदो रहेछ त अनि मोटाउँदो रहेछ भनेर कमेन्ट आउँछ अब यस्तै गर्न है त कमेन्ट यो कमेन्ट 100% स्योर आउँछ एउटा मात्रै नभएर 2-3वटै आउँछ होला अस्ति नैको त्यो पानीपुरी भिडियोमा अनि यस्तो जतिजना नि दुब लाउँछ होला भन्दा त झन् खाएर पो भिडियो बनाउँछु खाएको पो मुखबाङ हाल्छु ल भनेर पो भिडियो बनाएछ भनेर भन्दै थियो एउटा कमेन्ट आएको थियो है यस्तो कमेन्ट आउँछ अब यसमा नि गाइज यो चाहिँ मेरो अनकट भिडियो थियो होइन मैले खाएर सकिन लागिसक्यो हजुरहरूले नि फटाफट सोचेर भन्नु है मलाई डेली भ्लग्स हालौँ कि डेली भ्लग्स के हाल्ने क्या बिहान उठ्नेमै अब ढिला उठ्छ अलि ढिला उठ्छु होइन बिहान ढिला उठिरहेको हुन्छु नि के बनाउने क्या कन्टेन्ट डेली भ्लग्समा केही हुँदैन उठ्यो मुखसुख धोयो खानेकुरा खायो अनि कहीँ जान्छ अरे गयो गएन दिनभरि सुत्यो सुतेको भ्लग्स के हाल्नु म दिनभरि कहीँ सुतिरहेको छु भनेर के हाल्नु होइन अनि कहिले काहीँ अब राति भन्दा नि साँझ परिसकेपछि बसन्तपुर न्युरो लिएर चाहिँ जान्छु जान चाहिँ तर लाज लाग्छ कि भिडियो खिच्न लाज लाग्छ अनि के गर्ने त्यही भएर मेरो भिडियो नै आउँदैन मैले गर्छु चाहिँ भनेर बसायो तर भएन क्या अस्तितिर होइन अब म हिम्मत निकालेर हिम्मत जुटाएर चाहिँ अब म बाहिर गएर पनि अब भिडियोहरू हाल्छु है त त्यसो भए अहिलेको लागि चाहिँ मैले खाएको भिडियो चाहिँ यति नै हो खाएर देखाइरहेको छु मैले सबैजनालाई होइन खाइसकेपछि चाहिँ के खाली देखाउनु भनेर अनि भिडियो कट गरेको है मैले चाहिँ ल अब चाहिँ के भन्नु मलाई त्यस्तो मजाले भन्न आउँदैन अब भोलि पर्सि चाहिँ मैले सिक्छु होला होइन अनि के भन्छ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला बेल आइकन दबाइदिनु होला अनि त्यसपछि लाइक कमेन्ट गर्नु होला अनि प्रतिक्रिया दिनु होला के कस्तो लागिरहेको छ हजुरलाई भिडियोहरू होइन अनि त्यही हो अहिलेलाई चाहिँ यति नै हो अनि आज चाहिँ यति भन्दै चाहिँ म भिडियो समाप्त गर्दैछु फेरि पनि भन्दैछु हजुरहरूलाई केही कन्टेन्टहरू दिमागमा आउँछ भने मलाई भन्नुहोस् मलाई सजेस्ट गर्नुहोस् म चाहिँ त्यही अनुसारले चाहिँ कन्टेन्टहरू बनाउँछु हजुरहरूको लागि है त सो अहिलेलाई चाहिँ यति भन्दै बिदा लिएछु बाई बाई